हेलो गाइज, अब वेलकम टु माई भिडियो भनेर भन्नु पर्यो है। आज पनि हाम्रो भिडियो आइहाल्यो। अब आज स्पेसल डेको दिन खिचिएको भिडियो, स्पेसल भिडियो आइरहेको छ। मेरै बर्थडेको दिन हो आज है। स्पेसल भिडियो त्यसै कारणले स्पेसल भएको हो यो भिडियो है। अनि ल यहाँ दाइको बसन्ती चढेर आज हामी चाहिँ फेरि यात्राको लागि निस्किसकेको छौँ है गाइज। यसको नाम बसन्ती हो। हामी यात्रामा छौँ। यात्रा गर्दा गर्दै कति बेला यात्रा हुन्छ थाहा छैन होइन। त्यसैले यसरी रेडी भएर हिँडेको मान्छेहरू पनि प्रशस्तै तपाईँ देख्न सक्नुहुन्छ है। यो हाम्रो यात्रा निकै लामो छ आज। बोलाउन अनि बोलाएको त हो नि, अनि साइकललाई नजानी रे। अनि कहाँ त्यही त, तिमी पैदल हानेर बोलाउ नि त। होइन त्यही माथि हो कि खासै टाढा नि गइन्न कि, फेरि त्यारसम्म मात्रै जाने हो कि, त्यही भएर साइकलमा गयो नि हुन्छ कि। त्यो फुट्ट जाने अनि अब मुड चल्यो भने माथि गइदिने, अनि मुड चलेन भने मुड फेरि मुड चलेर भएन नि त। आज फेरि यहाँ विशेष कार्यक्रम छ नि त, फेरि त्यही भएर गायब 7 बजे गर्दा नि होइन। त्यतिखेर त सुतिहाल्नुपर्छ। साइकलमै जाउँ न त। साइकलमै जइदिउँ। तिम्रो जइदेऊ, साइकलमै जइदेऊ होइन, हामी जइदेऊँला फेरि पछि। त्यही हो। अब यहाँ हाम्रो कार्यक्रमहरू यस्तो के गर्ने भन्ने कुराहरूको हुँदैछ, छिनोफानो हुँदैछ। केटाहरू मेरो बर्थडेको लागि चाहिँ केक छोडेर खरबुजा लिन गइरहेको छ। खरबुजा काटकुट कार्यक्रम हुन्छ। मैले चाहिँ विशेष गरी आज एकदम अर्ग्यानिक किसिमको बर्थडे मनाउने भन्ने किसिमले केटाहरूलाई आग्रह गरेको थिएँ। त्यसैले मेरो आग्रह पूर्ण रूपमा चाहिँ लागु भएको जस्तो मलाई फिल भएको छ। केटाहरू खरबुजा किन्न गइहाले। मजा आउँदैछ है। यो खरबुजा कटिङको भिडियोहरू पनि आउँदैछ अब बिस्तारै। अब बर्थडेमा त्यो केकहरू, त्यो सुगरवाला केक होइन, त्यो अनहेल्दी चिज, त्यो फुडहरू कहीँ दिन सडी गलेको अवस्थामा भएको त्यो फ्रिजभित्र त्यो खानुभन्दा विशेष किसिमको सागपात जन्ने आफ्नै अर्ग्यानिक प्रकृतिले प्राकृतिक रूपमा दिनुभएको चिज अनि त्यो चिजलाई चाहिँ आज मजाले काटेर कम्तीमा पनि 2टा खरबुजाको माग गरेको छु आज मैले। एउटा किन्न गइसकेँ। केटाहरूले मलाई थुप्रै गिफ्टहरू किनिदिएका छन्। त्यो गिफ्टहरूको अनबक्सिङ भिडियोहरू पनि आउनेवाला छ। तर गिफ्टहरू राम्रो भयो भने मात्रै त्यो भिडियो आउँछ है त। त्यही हो कि। त्यही भएर यस्तो छ नि, केटाहरूले मैले केही भन्नै पर्दैन कि, आफै बुझेर गिफ्टहरू किने केटाहरूले होइन। मैले केही भनेकै छैन केटाहरूलाई। मलाई यस्तो चाहिएछ नि भनेन। केटाहरूले कस्तो मजाले मन बुझे गिफ्ट किनिदिए होइन। यस्तो किसिमको दोस्तहरू मेरो वरिपरि छन् कि मसँग छन् भनेर त मलाई रमाइलो लाग्छ। एकदम स्पेसल भइरहेको छ कि केटाहरूले यस्तो राम्रो छ। एकदम ठुलो मन भएका केटाहरू, मनकारी केटाहरू छन्। यिनीहरू फेरि एकदम सिङ्गल केटाहरू। यी सुरेश भाइ त हाम्रो एकदम अब बिहा गर्ने उमेर भयो तर सिङ्गल छ। हामी खोजीमा छौँ, उपयुक्त मान्छे, उपयुक्त जीवन सङ्गिनीको खोजीमा छौँ। तपाईँ कतै एकदम हुनुहुन्छ भने, तत्पर हुनुहुन्छ, कतै तपाईँको मनमा पनि चिसो पसेको कुराले भने तपाईँले माहौल तताउन सक्नुहुन्छ है त। त्यही हो। हस् रेडी रहेछ कि केटो रेडी नै रहेछ। हस् भनिहाल्यो। 100% के हुनु पर्यो त्यो हुनु पर्यो। 100% त्यो हुनु पर्यो। आज कपाल काटकुट गर्ने कार्यक्रम पनि छ होइन। हो भने मेरो गाडी स्पेसल गाडी त्यही त जानियो कि। अब नजाऊ न फेरि। हेर्नुहोस् तपाईँ लाइभ हेर्दै गर्नुहोस् है। मेरो टेस्ला गाडी केटाहरूले पालो चलाइरहेको छ। यो टेस्ला गाडी एकदमै महँगो केटा हो। कतै ठ्याकठुक भयो भने तिमीहरू फस्ने छौ होइन। हेरौँ न ल, यस्तो स्पेसल गाडी मेरो ओरिजिनल गाडी हो होइन। हेलमेट लाएर चाहिँ गएको भए राम्रो हुन्थ्यो होइन। ल तिमी बोल त। लजाए सुरेश भाइ, लजाइहाल्यो कि।
सो सुरेश भाइ बोल्न लजाको अवस्था छ। मै मात्र हो क्या लाज पचाएर बोल्ने भनेको मै मात्र हो। तर यो क्वालिटी एकदमै खराब आएको जस्तो महसुस भइरहेको छ है मलाई। यसको डिस्प्ले अलिक बढाएर हेरौँ होला है। यस्तो तिरै भयो क्या। ओके 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 द्याट्स अल। अरे हो गई रे। के भन्छ के अरे सामुनी के भन्छ बुढी मान्छेहरूलाई आज आबजी हैन किन हारमनी किन के गर्दा त्यो बोजूलाई बोलाएर दिनु के दिने र त्यसलाई बोलाएर दाल यो पसल यो बन्द भएको जस्तो लाग्यो यार। यो धेरै चल्ने पसल हो तर कस्तो चल्थ्यो यार, किन बन्द गर्यो होला। त्यही हो कि केटाहरू खोइ त गएको कहाँ हो, गाडी कता हो, जाने कहाँ हो। फुत्त गएर त्यही यसो मासु सासु ल्याएर सुरु गरिहाल्नु पर्ला। भएन यस्तो तरिकाले। जानको लागि एकदम रेडी भएर हिँडेको मान्छे होइन, पुरै सनस्क्रिमहरू दलेर चिल्लो भएर हिँडेको थिएँ। केटाहरूले फेरि खरबुजा किन्ने भनेर झ्यामझुममै गाडी लिएर कहाँ गयो। दुईवटा गाडी थियो हामीसँग टेस्ला है, दुइटै टेस्ला कता लग्यो क्या। एउटा रजिनले लगिहाल्यो सियुमा के किन्न गएको छ अगाडि। त्यो अगाडि सियुतिर कता गएको छ कि त्यहाँनिर सियुमा जुम हुन्छ कि न यसबाट जुम गराउन सियु। ए जुम नहुँदो रहेछ यार, के भयो यस्तो। हो त्यो सियुमा गएको छ क्या। ल सियुमा चाहिँ गएको छ है। ओए कत्रो जुम भएको फेरि अगाडिबाट पनि जुम भएको छ तर के हो। स्पेसल्ली आज चाहिँ कस्तो मिठो। ल जाउँ न जाउँ भएन आएकै छैन केटाहरू। घर आयो त कहाँ गयो केटाहरू। अब यस्तो छ वान टेक भिडियो हुँदैछ आज, वान टेक भिडियो हुँदैछ। केटाहरूले फेस देखाइदिनु पऱ्यो यार। यिनीहरूको फेस देखियो नि आफ्नो भिडियो आफूले हेर्न रुचाउँछन् नि त। त्योहरू मेरोमा 3-4 भ्युज भयो भने बढ्छ कि। केटाहरूलाई फेस देखाइदिनु पर्छ। मनी रहेछु भन्ने हिसाबले हेर्छ नि त है तिनीहरूले। आफ्नै भिडियो नि हेरिन्न क्या। मौसम चाहिँ तहल्का छ है। के लक रे के यस्तो पाराले त कहिले गएर फर्किने हो दाइ। वेलकम ब्याक। बोल न के। नमस्ते सबैजनालाई। ट्रेकिङ हुन्न सबैजनालाई नमस्ते। मेरो नाम रोजिन। म दाइको के भनौँ, म दाइको भाइ, म दाइको दाइ। बाई बाई। ल त्यही हो जस हामी हिँडेकै थियौँ होइन। हिँड्दै गाउँमै हराइयो। माथि पहाड चढ्न हिँडेको मान्छे गाउँमा हराइयो। बाटो चारैतिर देखियो, कता छिर्ने कता जाने भन्ने थाहा भएन। धेरै वर्षपछि हिँडेको हो, त्यसै कारणले हराएको हो केटा हो। मैले नजानेको होइन, जानेकै हो तर गलत भयो। हामी जाँदैछौँ यो माथिको डाँडामा है। त्यो डाँडामा हेरौँ न होइन, जुमै गरौँ थोरै। यो डाँडामा जाँदैछौँ तर त्यहाँ पुग्न गाह्रै छ। हाम्रो गाडीमा चार्ज सकिनेवाला छ अब है। हाम्रो दुईजना केटाहरू त्यहाँ गएर रोकिरहेका छन् बिचराहरू है। अहिले बाटो खोलेको छैन यहाँबाट कट्नको लागि। त्यही त हो नि। अब हुँदैछ हाम्रो चियान डाँडाको यात्रा। रातमा मात्रै बसाउने फुलै फुल सेतै देखिरहेको अवस्था चाहिँ छ के अरे डाँडातिर त्यहाँ होइन। तर आज प्याराग्लाइडिङ गर्न पाए एकदम रमाइलो हुन्थ्यो भन्ने धारणा हो। प्राचीन कालदेखि प्याराग्लाइडिङ गर्न मन छ। हुन त हाइटदेखि एकदमै डर लाग्छ होइन, बोमिट सोमिट पनि आउन सक्छ रिङ्गटा लाएर। तर पनि एकचोटि जिन्दगीमा होइन फर्स्ट एन्ड लास्ट टाइम भयो पनि एकचोटि हामी फालिदिउँ जस्तो लाग्छ कि माथि आकाशतिर गएर। त्यो चाहिँ हो। ल हाम्रो बाटो खुलिहाल्यो। हाम्रो ड्राइभर साहबले बस्नु भनिसके पछाडि बिस्तारै लगेर मेरो घुँडो
ल गाइस त्यही हो, अब हामी यात्रामा छौँ, हिँड्दैछौँ है। अब अलिक उता गएपछि पछि सडक आउँछ, फेरि पक्की सडक छैन, केटाहरूले कुदाउनु सक्छ कि नै, गाडीले साथ दिन्छ कि नै भन्ने कुरा हो है। ल ल बिस्तारै बिस्तारै अब यतैबाट उक्लिने हो, यही कच्ची बाटो उक्लिने यही हो। यताबाट कताबाट कटाउने बाटो छ छैन, यहीँबाट कटाउ। आऊ न, हामी जाँदैछौँ यो बाटो है। ल हेरौँ है, क्लिक गरौँ अलिकति। यो जुन दुईवटा बाटो गएको छ है, हामी आफ्नै साइडबाट जान्छौँ, यो साइडबाट होइन। ल यहाँ हेरौँ न, के लेखेको छ भने यङजी है त। यङजी गयो भने हाम्रो कति 1.8 किलोमिटर छ। यति बेला चाहिँ थालसङगुनमा छौँ, थालसङगुन। यता यो आफ्नो साइडको बाटो होइन न, यो बाटो हो कि एउटै हो, तर उताबाट आउने हो नि त, उतापट्टिबाट। ल है राइडिङ हुँदैछ, राइडरहरू एकदमै मस्त मस्त छन्। हाम्रो विकासले भिडियो गर्दैछ है यता। विकास किन नतान्नु, तपाईँको त तान्छ तान्छ पावर छ तपाईँको त। नतानी हिँड्दै जाने। यो रमाइलो छ केटा, च्यानदारा भयो नि यो डाँडा हो। माथि गयो नि दृश्य राम्रो आउँछ। जस माथि त आज जाने छैन, समय छैन हामीसँग। विशेष प्रोग्राम पनि छ मेरो, बर्थडे स्पेसल होइन। त्यसैले गर्दाखेरि यो सानो सानो रुखहरू कति मजाले रोपेर यस्तो बनाएको छन्। ल हेरौँ न, यस्तो छ है। तर कोही हुँदैन कि फेरि यतातिर डरै लाग्छ कि, एक्लै दुक्लै आयो भने त। प्याराग्लाइडिङ हेर न माथि उडाइरहेको छ है। प्याराग्लाइडिङ गरिरहेको छन् आकाशमा। त्यो गर्नु पर्ला जस्तो छ यार, आज गरे कि गइदिनु 1 लाख त हो नि। धनिस मानि तर सकिन्न कि, फेरि गाह्रै छ त्यो गर्नुको लागि, गाह्रै छ, डर लाग्छ। हाइटदेखि डर लाग्ने भइहाल्यो, त्यही माथि त्यो बाटो त ठाडै ठाडै छ त। साइकल छोड्यो भने छोडिदिन्छ होला हो। स्पेसल त्यस्तो केही त छैन जङ्गलमा होइन, तर एकदम शीतल आनन्द फिल चाहिँ हुन्छ यसरी ट्रेकिङ गर्दाखेरि, प्रकृतिसँग रमाउँदाखेरि है। हरियाली छ, अहिले मौसम पनि गर्मी नै मौसम हो। जङ्गल हाइकिङ गर्नको लागि बेस्ट मौसम यो हाम्रो अहिलेको है। तर अभाव त यहाँ पानीकै हो कि, अभाव पानीकै हो। घाँटी सुक्नेवाला छ, अब घाँटी सुक्दैछ बिस्तारै। अब फर्कने भन्ने कुरामा फेरि हाम्रो केटाहरूले होइन आइसक्यो, अलिक माथि जाउँ अनि फर्काउँला भन्ने कुरो भयो कि। त्यही हो गाइस। त्यसैले हामी अलिक माथि जाँदैछौँ। त्यो के हो त्यो, भयो फर्किने अब हो। ल हामी फर्किने क्रममा छौँ है। अब गइएन है माथि, हामी निन्द्रा लाग्यो यार, बस्दै हिँडेकोले निन्द्रा लागेको हो क्या। हामी गइएन अब। डाँडा पुरै चढ्न असमर्थ भयौँ, सकिएन होइन। क्षमताले पुगेको थियो तर पानीले पुगेन। हाम्रो गल्ती नै त्यही भयो आज। यो गल्ती कसको कारणले भयो क्या खासमा, केटाहरूले त्यो ऊ किन्न जाँदा के माट जाँदाखेरि हामीले पानी ल्याउन बिर्सि गयौँ के, त्यही हो कुरो। के हो होइन र, यो कुरा सुरेशलाई थाहा छ, मैले भन्न मिल्दैन। यो कुरा सुरेशलाई थाहा छ होइन।